नमस्ते सबैजनालाई एकदम राति ठुलो पानी वर्षा परेको कारणले खेतहरू निलाम उतातिर यहाँबाट तलैसम्म सुक्खा यतातलतिर यो भर्खरै बनाएको हो। यहीँ रोड एकदम पुरा जरीबाट लगेर खत्तम गरिदिएको छ। यहीँ खोला टोलामा घर छ भने र कहीँ बाहिर जाँदै हुनुहुन्छ भने यस टाइम सचेत भएर रहनु र बाहिर घुमघाम गर्न पनि नजानु होला र कहीँ खोला टोला घर छ भने होसियार भएर रहनु होला भाइ, खतरा छ। सबैजनालाई यही भन्न चाहन्छु भिडियोद्वारा, होइन, सचेत भएर बस्नु होला। यसरी पुरा पहिरो आएर यता माथितिर देखाउँछु, यो धाप्केर यो तल्लो खेतमा आएको छ। एकदम निलाम बनाएको छ पुरै, अनि रोप्नै बाँकी छ, जोत्नै बाँकी छ। कस्तो बर्सात छ कि अहिले, बर्सात धेरै छ साथीभाइहरू। अनि मेरो भिडियो मन परेमा लाइक कमेन्ट र सेयर जरुर गर्नु, होइन। एक लाइक हान्दैमा केही पनि हुँदैन, एक कमेन्ट गर्दैमा केही पनि हुँदैन, बारम्बार भन्ने जरुर पनि छैन। ल ठिक छ, अहिलेलाई बाई बाई।